आजबाट चाहिँ हाम्रो यात्रा साल्पा सिलिचुङसम्मको हुनेवाला छ। सेवा नमस्कार फेरि पनि सम्पूर्ण दर्शक महानुभावहरुमा। आज चाहिँ हामी खोटाङ जिल्लाको साकेला गाउँपालिका वडा नम्बर 3 मा रहेको मुन्नुम पदमार्गको स्टार्टिङ पोइन्टमा छौं र आजबाट चाहिँ हाम्रो यात्रा साल्पा सिलिचुङसम्मको हुनेवाला छ र मुन्नुम पदमार्गको स्टार्टिङ पोइन्ट टावा भन्ज्याङ अर्थात् टुवा भन्ज्याङ देखि साल्पा सिलिचुङसम्मको यात्रामा देखिएका या नदेखिएका, चिनिएका नचिनिएका वस्तुस्थितिबारे हामी सम्पूर्ण भिडियो सामग्री लिएर उपस्थित हुँदैछौँ। हाम्रो भिडियोलाई अन्तिम समयसम्म हेरेर साथ दिनुहोला, किनकि डाँडा थुम्काहरूको नाम हुनसक्छ मुन्नुम पदमार्गको बाटोमा र त्यहाँ भएका जति पनि वनस्पतिहरू छन् ती वनस्पतिहरूको नाम पनि जानेको सुनेको जति पनि हुनसक्छ हामीसँग त्यो पनि हजुरहरूमाझ ल्याउने नै छौँ भन्दै हाम्रो यो यात्रा भनेको ज्ञानवर्धक एउटा जानकारीमूलक पनि अवश्य हुनेवाला छ भन्ने हामीले आशय लिएका छौँ। हामीले बिचको बाटो जस्तै टेम्केको भिडियोहरू चाहिँ हाम्रो अघिल्लो भिडियोमा प्रस्तुत गरिसकेका छौँ, हामीले देखाउने छैनौँ। आज चाहिँ हामी सर्टकटको बाटो हुँदै हामी चक्यावा भन्ज्याङ अर्थात् चोक्ला भन्ज्याङ पुग्नेछौँ। त्यहाँबाट चाहिँ भोलिबाट सुरु हुन्छ हाम्रो गन्तव्य स्थानतिर, जो साल्पा सिलिचुङको यात्रा को भिडियो हामीले जस्ताको जस्तै रियल वास्तविकता प्रस्तुत हजुरहरूमाझ गर्दै जानेछौँ। हामी चाहिँ यात्राकै क्रममा छौँ। चुरीदेखि अलिकति अगाडिको कटेजमा आइपुगिसकेका छौँ। हुसेले साथ नदिएको अवस्था छ, हेरौँ अगाडि बढौँ के हुनसक्छ स्थिति मौसमको। हामी यात्राकै क्रममा छौँ। यात्राको क्रममा देख्न सकिन्छ भौतिक संरचनाहरू यसरी भत्काइएको छ। केही हाई एल्टिट्युडहरूको विषयमा डिटेलमा यहाँनिर एभरेजमा दिएको पम्पलेटहरू पनि यसरी चाहिँ नि छैन। सरकारवाला बुद्धिजीवी वर्गहरूले चाहिँ यहाँनिर ध्यान दिनुपर्ने कुरा देखिन्छ। अनुगमन टोलीहरू अब यसरी ध्यान दिनुपर्ने हुन्छ। मलुवा पोखरीको उचाइ 2455 मिटर
को ठाउँ मलुवा पोखरी देख्न सकिन्छ। आइसकेका छौँ र जानकारी पनि होस् सबैमा, मुन्नुम पदमार्गीहरू जो आगन्तुकहरू टाढा टाढाबाट आउनुहुन्छ खाजा नास्ता लिइन्छ, तर ती खाजा नास्ताका खोल प्लास्टिक जन्य पदार्थहरू यसरी जहाँ पाए त्यहीँ फालिएको देख्न सकिन्छ। डस्टबिन यहीँनिर छ देख्न सकिन्छ र यो 5 सेकेन्डको काम हुनसक्छ। यतिसम्म पनि हजुरहरूले गरिदिनु भए मुन्नुम पदमार्गको शोभा पनि अलिक बढ्ने थियो कि, किनभने तपाईँ हामी जस्तो हजारौँ लाखौँ यो मुन्नुम पदमार्गको बाटो अवलोकन गर्दै हिँड्नुहुनेहरूलाई पनि आकर्षित होस्, ताकि कौतूहलता जाग्ने होस्। यहाँ देख्न सकिन्छ भौतिक संरचनाहरू करिब करिब धेरै नै हराइसकेको देख्न सकिन्छ। यहाँ चाहिँ वस्तुभाव पसेर यहाँनिर चाहिँ बिजाइ नगरोस् भनेर यहाँनिर चाहिँ चुकुल भन्छ त्यो लगाइन्थ्यो योभन्दा केही समय अगाडि। अहिले चाहिँ छैन यी देख्न सकिन्छ। प्रतिक्रिया दिन भने अवश्य नभुल्नु होला। यस्ता खालका क्रियाकलाप गर्ने प्रति अहिले आइपुगेको ठाउँ चाहिँ सबैले दन्ते कथामा आधारित के अरे यो गोली हान्ने ढुङ्गो भनेर भनिन्छ। तर यो कदम कदाचित गोली हानिएको चाहिँ होइन, कुनै पनि हालतमा मेसिनरी चिजहरूले चाहिँ चेक गरिएको हुनसक्छ, यो ढुङ्गामा परीक्षण गरेको हुनसक्छ। जस्तै क्रिस्टल ढुङ्गाहरू अर्थात् डायमन्डहरू अर्थात् यहाँनिर चाहिँ रेडियमहरू हुनसक्छ कि भनेर टेस्टिङ गर्न सक्छ। यो अलिकति दुलो खोपेर केही ठाउँमा एक ठाउँ छ, 2 ठाउँ 3 ठाउँ छ र यति गहिरो कुनै पनि हालतमा त्यस्तो गनहरूले हान्दाखेरि चाहिँ यहाँनिर दुलो पर्दैन। यहाँ देख्न सकिन्छ। अझै मजाले क्यामेरा फोकस गरौँ। अब यो त सम्भवै छैन, ढुङ्गामा यत्रो खोप्नु भनेको त धेरै कष्ट गर्नुपर्छ देख्न सकिन्छ। र यो चाहिँ गोली हान्ने ढुङ्गा नभएर कुनै पनि हालतमा यो ढुङ्गालाई टेस्टिङ चाहिँ गर्नु। यात्राकै क्रम जारी छ। जस्ट अहिले चाहिँ हामी ठ्याक्कै दलसिङे भन्ने ठाउँमा आइसकेका छौँ। दलसिङे कसरी रह्यो भनेर भन्दाखेरि अब देख्न सकिन्छ रियल वास्तविकता दलसिङ ढुङ्गा भनेपछि यसलाई गाउँघरको ठेट भाषामा भन्ने भने बोसे ढुङ्गा पनि भन्ने गरिन्छ। त्यो ठाउँमा आइयो। अब हाम्रो यात्रा जारी नै छ।
हामी चाहिँ यात्राकै क्रममा छौँ। जस्ट अहिले चाहिँ हामी आइपुगेको ठाउँ भनेको चाहिँ तिनथुम्के हो। साँझ परिसकेको छ, एकदमै टाढाको दृश्य देखिँदैन। तिनथुम्के भन्नाले चाहिँ तीनवटा थुम्काहरूको डाँडाहरूले चाहिँ तीनवटा डाँडाहरूलाई नै तीन ठाउँमा भएको हुनाले तिनथुम्के भनिन्छ। यहाँनिर चाहिँ कन्फ्युज हुने ठाउँ चाहिँ अब चोकलावा भन्ज्याङदेखि यात्रा गर्दै हुनुहुन्छ यहाँ चाहिँ हेर्नु होला, यतातिर पनि देखाइएको छ यो बाटो। यो चाहिँ होइन, यो चाहिँ देब्रे साइड बाटो छोडेर दाहिने साइडको बाटो चाहिँ लाग्नुपर्ने हुन्छ। नयाँ नौलो पदयात्रीहरू आउँदै हुनुहुन्छ भने दाहिने साइडतिर लाग्नुपर्ने हुन्छ देब्रे साइड छोडेर। अबको हाम्रो भिडियो चाहिँ यहाँभन्दा उता अब धोत्रेसम्मको भिडियो चाहिँ हामीले देखाउन सकिएन, क्षमा प्रार्थी माग्छौँ हाम्रा दर्शक महानुभावहरूमा। धोत्रेदेखि फेरि तपाईँ हाम्रो भेट हुने नै छ भन्दै अहिले चाहिँ हामी यात्रामै छौँ। अब चाहिँ हामी धोत्रेबाट तपाईँ हामी जोडिनेछौँ। अब हामी चाहिँ यात्रा गर्दैछौँ, यहाँदेखि उताको चाहिँ देखाउनको लागि अयोग्य भएका छौँ र धोत्रेदेखि हाम्रो सुरु हुन्छ।